हेलो गाइज नमस्ते स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म धेरै पछि एउटा भिडियो बनाउन लागेको छु। भिडियो बनाउनु भनेको त्यस्तै भएको भएर बनाएको थिइनँ। आज चाहिँ एउटा होली स्पेसल एउटा भ्लग बनाउन लागेको छु। यसो हेरेर माया गरिदिनु होला है त। कस्तो कस्तो हुन्छ यसो हल्का छोटो छोटो क्लिपहरू हाल्नेछु। त्यही हो। यिनी चाहिँ मेरो कान्छी छोरी यस्तै भइछिन्। हैन तिम्रो नाम के हो भन्देऊ त? तिम्रो नाम के हो? भाइ हो। तिम्रो नाम भन न एकचोटि। नाम भन त। बिहान सिमखडा भन न। नामै बिर्सिसक्यो क्या हो? हेलो ल हामी चाहिँ हिँड्न लाग्यो अब होली खेल्नको लागि। ल हामी चाहिँ हिँडेको अब घरबाट। हामी यहाँ साथी छिन्। यहाँ भिडियो बनायो के को भन्दै थियो फेरि। अब हामी चाहिँ हिँडेको होली खेल्नको लागि। ल यहाँ चाहिँ हाम्रो यहाँ दिदीले रङ लगाइदिँदै हुनुहुन्छ। ठ्याक्क हामी यहाँ ग्रुपहरू भएकोमा आइपुग्यौँ। ल लगाइदिनुहोस्। ह्याप्पी होली। आशीर्वाद पनि दिनुहोस्। आशीर्वाद त दिन्छु नि। आहा ल ह्याप्पी होली। है त एउटा काम थियो अरे अनि टिका लगाइदिनु। अब टिका लगाइदिनु अनि रातो टिका लगाइदिनु। ह्याप्पी होली। हाम्रो दिदी राम्री खेनी। ल यिनलाई थोरै लगाइदिनु। अहिले मार्छ लगाइदिनु पर्छ। फोटो टिकट अझै बाँकी छ। मेरो साथी हो नि चाहिँ नयाँ साथी आइन हाम्रोमा। भिडियो बनाउन लाग्यो। यहाँ टिकटक बनाउँदै छन् यहाँ हाम्रा प्यारीहरू साथीहरू दिदीहरू। यहाँ चाहिँ यो हाम्रो दिदीको पसल हो। यो चाहिँ टक्क लाएर दामी छ दामी। के हो हामी चाहिँ होली खेल्न जाने भनेर रेडी भएको। खोइ साथीहरू नै आउँदैनन्। यतिकै बस्दै छौँ यहाँ। यी दिदी नि कुदिरहनु भएको। अब जाने हो रमाइलो गर्ने हो आउने हो। मरेर लानु के खरा जिन्दगीमा होइन साथीहरू। हजुर के भन्नु अरे दाइ भन्नु त एकचोटि। के त्यो रङ दलेखा बुढीले बुढालाई अनि यहाँ चाहिँ छुट्टी त बनाएर होला। हामीले रङ दलेको अनि दुनियाँलाई के त्यो हामी चाहिँ अब होली खेल्न जानलाई रेडी पोजिसनमा। हेलो कस्तो लाइटिङै मिलेन कि है। हेलो पोहोरको होलीको भ्लग त्यत्तिकै हो। अब हामी चाहिँ गुटुङटुङ लाएर हिँडेको। ल मिनी भ्लग हो क्या यो। पोहोरको भ्लग नि खाने हेर न युट्युबमा कस्तो म। हस् हामी त अब हिँडेको घाम छ लास्टै हेर्नु चितवनमा त। यो चाहिँ चितवन भरतपुर के अरे टाढी हो। लास्टै घाम चर्के गर्मी बढिसक्यो। अब हामी डेक लिन जानु लाग्यो। यस्तो हो यताको माहौल चाहिँ खासै। अहिले त होइन अब एकछिनमा रमाइलो हुन्छ। दाइ कस्तो लागिरहेको त तपाईँलाई होली खेलेर? होली पेसो दल्दिनु। हामीले त यही दाइलाई यस्तो बनाइदियौँ यस्तो हेन्सम बनाइदिरहेको। होलीको ह्याप्पी बर्थडे हो क्या आज। गाइजहरू है हामी चाहिँ अब जान लाग्यो होली खेल्नको लागि। यो दाइको गफ यस्तो छ फेरि। रमाइलो छ। ल हिँड्यौँ हामी त।
खै दिनमा उठाइदिन्छ गइसक्यो भन्दै काट्यो भने त्यो सीतालाई म त एउटै देखिराखेँ त्यो सीता त यता लोक धेरै बिचरा छैन रहेछ त्यसमा त नि यता ढलाइन ढल्छिन् यता ढलाइन ढल्छिन् पैसा पनि छ क्या भिडियो यस्तो हाँस्यो म त्यसलाई देखेर तर लास्टै रमाइलो हुन्थ्यो नि है पोहोर पनि एकछिन भयो भने क्या नाच डान्स सिक्दै हुनुहुन्छ यहाँ हाम्रो दिदी फेरि गर्नु त रानु गीतमा नाच्नलाई यहाँ प्र्याक्टिस हुँदैछ हाम्रो हजुर ल ल ल ल ल रानोको पहिला म गर्छु नि सेकेन्डमा हजुर गर्ने तपाईँ सेकेन्डमा हजुर गर्ने तपाईँ अहिले जानेखेन क्या अलि राम्रो त है पहिला म गर्छु यसरी के अनि सेकेन्डमा हजुर यताबाट अनि म जान्छु पहिला सुरुको बम्बई कि रानो भन्दासम्ममा यसो गर्दै आउनु कतिजनाले भ्याउँछ दर्शक यसो गर्दै आउनु लाग्छ मान्छे हेलो हेलो यहाँ भिडियो सिडियो बनाएर गर्नुपर्छ क्या हेलो अब यसो गर्नु यसो हात यस्तो यस्तो आनन्दको ठाउँ छ यहाँ आहा शीतल हो हामी चाहिँ एउटा पार्कमा आएको छौँ ए भइहाल्यो त हुन्छ 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 चाउचाउ यहीँ तिमीहरू ल्याऊ होइन अर्चना भइहाल्यो भइहाल्यो चाउचाउ पुग्छ 7 वटा भए म्याट पनि भन ल एउटा पैसा दिउँला नि त के भएर कति बनाउने टिकटक धेरै टिकटक बनाउने ए ऊ रहेछ अर्चना ऊ शीतल एउटा केही भयो भयो यहीँ शीतलमा खै आउँदैन एउटा ऊ नभए त मजै हुन्न क्या खानेकुराहरू नभए त है ओहो भरिया कायदा भरिया बोकेर है के रहेछ ए है बेग ल्याएको भए हेर त ए ल बजाउने त्यही पनि अलिअलि बज्छ उफ्रिम लगे भएर भइहाल्यो नि ल नाच्नु है दिदी नाच्नु तिमीलाई होली खेल्दा कस्तो लागिरहेको त रमाइलो हो ए हजुर ल ल ल कस्तो लागिरहेको त अर्चना बबाल वाउ ल ब्युटिफुल देखियो है तिमी एकदम धेरै कति राम्रो नाच्यो अस्मिता दामी नाच्यो यिनी चाहिँ हाम्रो साथी र बहिनी जुन गीत नै आउँछ उसलाई त
नाच्छ कि अचानक जाऊ न पर्दछन् के भयो दिदी तपाईँलाई मलाई प्रेसर बढ्यो लौ जा होली खेल्न आएको मान्छे यस्तो भएर भयो त यहाँ फेरि छोरीले फेरि यहाँ हम्किँदैछन् हत्तेरिका यो त अलि भएन आफ्नै पारा मान्छ टिकटक बनाउने भिडियो बनाउने ल बना 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 अब अब यता सुन्नु त अब यिनीहरूलाई धसेर यस्तो न्याक्नुपर्छ अब दिदी तिमी एक्टिङ गर म हेर्नु यहाँको अवस्था भन्छु के हुन्छ के यहाँको अवस्था भन्छु तिमी हम्कियो न बनाउनु पर्दैन के हम्क्यौ भन्छ यार के भएर हम्क्यो ओइ बो पचास दल के मेरो मोबाइल हाल्ने ब्याग खै खानी चाहिँ केमा हो त नि चटपट खाने कि लासमा दर्शक वृन्दहरू के छ हालचाल अहिले यहाँ लडीबुडी खेलेर यहाँ बिजक हुन्छ आउँदैन चाउचुको नुनले मात्रै आउँदैन नुन कति धेरै ल्याएको त दाल यिनीहरूको चटपट खै कस्तो बन्छ कुनी मिठो हुन्छ हो आधी रोकेर खायो नि होइन कि आधी आधी यो को हो यो मान्छे को हो यो यसो चिन्नै का म चिन्दिन नि Most happiest person on earth. ल चटपट खाम है सबैजनाले मेरो भाग खोइ मिठो भा चटपट चटपट मिठो भा अब मेरो है बोहिला मलाई चिसो खाइ त ल भयो अब क्यामेरा अफ गर्नु त ल ल ल हेर्न थाप न चटपट एउटा खाम हामी अनि यो के गर्नु त ए भगवान अहिले यहाँ 15 मिनेट पछि छोडेन भने मैले जेवन परेन होली के म के गरे खाके यो ओइ सासै भुत्के लागे अब टिकटक बन्दैन अस्मिता
यस्तै हो यहाँ माइन गर्नु पर्दैन यस्तै हो अब के काम अलिकति राम्रै काटा समाल यस्तै हो क्या यहाँ रमाइलो होइन केही मेकअपमा जाँदा केही पनि बिग्रिँदैन अहिलेको हालत चाहिँ यति बेलाको हालत चाहिँ यस्तो छ है अब बेलुकासँग कस्तो हुने हो थाहा छैन ओ दिदी ठुलो पाला समाएर मजासँग लगाइदिनु न उता गएर बसी हो ल है त आउनु हाम्रो होली कडै भए कडै पानी नहाल्नु है पानी नहाल्नु पानी हालेर खेल्ने होइन यति रमाइलो हुन्छ हेर्नु हाम्रो होली चाहिँ कडा हुन्छ कि कडा अब खाइपी गरेर अनि रमाइलो गर्न थालेको हामी चाहिँ ऊ हेर न फालेको कसरी किन भागेको उता उता ओइ केटा मान्छे हामी चाहिँ अब हिँडेको होलीसोली खेलेर घरतिर लाग्यो ए लास्टै खेल्यो लास्टै साथीहरू पछाडि खानु चटपटेको बाटा नि रित्तै हो अब नाच्ने हो त्यता गएर फेरि एक लट अनि जाने त्यस्तो मेकअप गरेर आएको हेर त अनुहार यस्तो बनाइदिए यस्तो हालतमा हिँडेको छ अब घरतिर गाडी हो अब हामी घर जान लाग्छौँ होली खेलेर हामी अब स्टेसनमा आइपुग्यौँ अब यहाँ रोली के अरे रोली रे होली लाउने कार्यक्रम हुँदैछ कस्तो लाग्यो दाइ हामीलाई ल्याइदिनु भयो धन्यवाद सक्कु सर ल्याइदिनु भयो पैसा चाहिन्छ चाहिन्न अबि चाहिन्छ अरे भाइ भयो के बाबा अब भयो 400 रुपियाँ गरिदिनु न 50 घटाइदिए कि फेरि 400 हेलो हेलो सबैको रातो लाउनु पर्छ बब्बाल रमाइलो गरेर आइयो हजुर के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको हो बिजुली बालेर हट भएर पट भएर के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको हो बिजुली बालेर हट भएर पट भएर हेलो गाइज नमस्ते स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा आज चाहिँ म धेरै पछि एउटा भिडियो बनाउन लागेको छु भिडियो बनाउनु भनेको त्यस्तै भएको भएर बनाएको थिइनँ आज चाहिँ एउटा होली स्पेसल एउटा भ्लग बनाउन लागेको छु यसो हेरेर माया गरिदिनु होला है त कस्तो कस्तो हुन्छ यसो हल्का छोटो छोटो क्लिपहरू हाल्नेछु त्यही हो